सुन चाँदीको मूल्य घट्यो। सोमबारको तुलनामा स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा केही गिरावट आएको छ। सुन प्रति तोला रु 1600ले घटेको छ भने चाँदी रु 140ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रति तोला रु 2,87,100 र चाँदीको मोल रु 4,590 मा निर्धारण भएको छ। हिजो सोमबार एक तोला सुन रु 2,88,700 मा कारोबार भएको थियो भने एक तोला चाँदी रु 4,730 मा खरिद बिक्री भएको थियो। त्यसैगरी गत आइतबार एक तोला सुन र 2,87,300 र त्यति नै परिमाणको चाँदी रु 4,690 मा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज प्रति औं सुन 4,119 अमेरिकी डलरमा खरिद बिक्री भएको बताइएको छ। सुन चाँदीको मूल्य घट्यो। सोमबारको तुलनामा स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा केही गिरावट आएको छ। सुन प्रति तोला रु 1,600ले घटेको छ भने चाँदी रु 140ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य प्रति तोला रु 2,87,100 र चाँदीको मोल रु 4,590 मा निर्धारण भएको छ। हिजो सोमबार एक तोला सुन रु 2,88,700 मा कारोबार भएको थियो भने एक तोला चाँदी रु 4,730 मा खरिद बिक्री भएको थियो। त्यसैगरी गत आइतबार एक तोला सुन र 2,87,300 र त्यति नै परिमाणको चाँदी रु 4,690 मा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज प्रति औं सुन 4,119 अमेरिकी डलरमा खरिद बिक्री भएको बताइएको छ।